हेलो एन्ड नमस्ते गाइज अनि कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ होला सबैजनालाई होइन। अब यो समय चाहिँ म यता बौद्ध घुम्न जानु लागेको अनि त्यही भएर त्यतातिर यसो घुमेको सबै कुरा हजुरहरूलाई नि देखाउँ भनेर। अनि आशा छ तपाईँले मेरो त्यो सबै भिडियोहरू चाहिँ हेर्नुहुनेछ भनेर। सो हुन्छ म हिँड्दैछु। अब यी बाटो यस्तो छ सकिसक्यो। अब पहिला पहिलाचोटि यो भिडियो बनाउँदाखेरि चाहिँ खासै बोल्न आउँदैन अनि त्यही भएर माइन्ड नगर्नु होला, कति कुराहरू मेरो मिस्टेक हुन्छ होला होइन बोल्दाखेरि। जब हामी जानेछौँ अनि म तपाईँहरूलाई सबै कुरा देखाउने छु। अब म चाहिँ चल्दिएको गाइज, चिसो चिसो छ, जाडो जाडो छ होइन। त्यही भएर टोपी लगाएर पुरै तातो तातो लुगा लगाएर हिँड्नुपर्ने अवस्था छ। अब के भन्छ यो बौद्ध आइपुग्न लाग्यो जस्तो छ, आइपुग्नै लाग्यो। ठुल्ठुलो गाडीहरू थियो, यो ट्रकहरू देख्दा त लास्टै डर लाग्छ क्या मलाई। रुको मै कुटा रुको मै कुटा रुको मै कुटा, यो गीत लास्टै चलिरहेछ भने छु खानी राम्रो। मलाई चाहिँ फेरि यो भिडियो गर्दै अनि के भन्छ अब के मलाई चाहिँ यो भिडियो बनाउँदै अनि पछि फेरि हेर्न मन लाग्छ कि कस्तो आएछ। अब चेक त गर्नु पर्यो नि त, चेकअप भन्दैछु फेरि हेर्नु पर्यो नि त। अब कस्तो साउन्ड कतिको राम्रो आएको छ, क्यामेरा अब ब्लर आइरहेको छ कि छैन भनेर अब हेर्न मन लाग्छ नि त। अनि त्यही भएर मैले चाहिँ यसो हेरेको है गाइस, तर यहाँ पार्किङमा पो आएछ ल। अब म चाहिँ बाटो काट्न लागेको गाइस हो, एक्लै काट्न डर लाग्छ। त्यही पनि यहाँ चाहिँ मान्छेहरूसँग पाइरहेको छु। बौद्ध बौद्ध स्तूप आइपुग्यो, बौद्ध स्तूप। यो बौद्ध त आइरह्यो सानैदेखि, त्यही पनि खै किन हो घुमिरहन मन लाग्छ। ल हेर्नुहोस् है गाइजहरू, हेर्नुहोस् है बौद्ध। घुम्नलाई चाहिँ एकदमै रमाइलो छ, जे होस्। यो के हुँदो रहेछ भने अब चेक चेक गरिरहन मन लाग्छ नि त भिडियोहरू, अनि त्यही भएर यसो हेर्छु साउन्डहरू कतिको राम्रो आएको छ कि छैन रहेछ भनेर हेर्न मन लाग्छ। अनि पछि त यो पुरै मेरो यो के यो ज लाइन मोटाइ छ नि त लास्टै, अनि यो ज लाइन पुरै देखिरहेको रहेछ। हात पो गल्दो रहेछ, कस्तो गरेर राख्दै त हातै गल्ने कि। एक्लै घुम्दा चाहिँ कस्तो अकवर्ड फिल हुँदो रहेछ। साथीहरूसँग घुम्न चाहिँ रमाइलै हुन्छ, जे होस्। एक्लै चाहिँ अब कस्तो सबैजना हेरेर हुन्छ, त्यो माथि यसरी भिडियो बनाएर छु होइन। अनि त्यो माथि फेरि सबैजनाले हेर्ने अलिकति, त्यही भएर अलिक साई फिल हुन्छु कि म त। ल हेर्न सक्नुहुन्छ तपाईँहरू बौद्ध, यहाँ परेवाहरू छ। दामी परेवा।
बिचमा गएर उडाउनु पर्छ क्या नाचिदिनु पर्छ क्या अबे मलाई त किच्यो भन्दा डर यतातिर के सुट भइरहेको हो क्या हो खानेकुरा दिनुपर्ने होला यिनीहरूलाई अब गाइज म अब बबल टी खान लागेको बबल टी अनि रेस्ट गरेर बसिरहेको यो बौद्धमा चाहिँ धेरै मान्छेहरू रेस्ट गर्न नि आउँछन् अनि रिफ्रेस हुन पनि आएर हुन्छ क्या गाइज हो अनि बबल टी खाइरहेको छु म चाहिँ बबल टी स्ट्रबेरीको चाहिँ एकदम मिठो लाग्छ क्या मलाई फोटो पनि खिचेँ अलिअलि जे होस् मेरो चाहिँ थेगो नै भइसक्यो गाई चाहिँ के हो जे होस् अन्त सबैको एउटा एउटा युनिक एउटा शब्द हुन्छ अरे होइन कस्तो राम्रो आर्टहरू हेर्नु न वाउ सो ब्युटिफुल टु मच ब्युटिफुल गुच्ची खाप्सेहरू छ कस्तै मिठो लाग्छ तर आई हेभ नो मनी किनेर खाउँ त भनेको बबल टी किनेर सकाइसकेँ एक्लै हाँस्दा पनि मान्छेले पागल हुन्छ होला क्या कस्तो राम्रो दामी आर्टहरू के वाउ खुकुरी ह्यान्डमेड रे नि त नि यो सबै हातले बनाएको रहेछ नि त Our Nepal is so much beautiful. अब घुम्नलाई चाहिँ सक्यो होला गाइज है यो सुरुको फर्स्ट भिडियोहरू भएपछि नि के हुन्छ भने अब एक्लै बनाइरहन पनि एक्लै बोलिरहन पनि अब गाह्रो नै हुँदो रहेछ के साँच्चै यो के है आम्बो कति लामो कपालकै त्यो लेडीको लेडी अगाडि गइसक्यो बौद्धमा चाहिँ तर लास्टै मान्छेहरू हुने अहिले त के हुनु अहिले सबै विदेश स्वदेश सबै अब टिनेजरहरू विदेशमै जानुहुन्छ नेपालमा किनकि कामै छैन अनि त्यही भएर के तर नभए त लास्टै प्याक नि यो नेपालमा त बाटोमा हिँड्न यो बौद्धमा त हिँड्नु पर्छ कि आमा हिँड्ने बाटै हुँदैन थियो पहिला त हामी फेरि यता आइपुग्यो यो के हो यो ठाउँलाई के भनिन्छ आई डोन्ट नो
बौद्धको यो पुरै पुरै भाग हेर्न सक्नुहुन्छ गाइज हजुरहरूले। अनि स्मी जेनी तामाङ फेरि पनि तपाईँहरूको माझमा म यो बौद्ध देखाउन चाहन्छु। पछि यो फाल्नु पनि कहाँ फाल्नु? त्यो गार्ड दाइले खिच्न दिनुहुन्न कि अनि त्यही भएर मैले चाहिँ अनि उहाँ चाहिँ अलिक पछाडि हुनुहुन्छ अनि त्यही भएर म अगाडि हिँडिरहेको छु कि मार्ने भन्नु जस्तो छ। त्यही भएर अब बदली गर्नु पर्ला जस्तो छ यार। मलाई हेरिरहेको छ त्यो गार्ड ब्रदरले। खै यसलाई के भन्छ मलाई पनि थाहा छैन यो। तर घुमाउने चाहिँ लास्टै मजा आउँछ क्या, रमाइलो लाग्छ। गार्ड दाइ उतै पछाडि हुनुहुँदो रहेछ। गार्ड दाइले मलाई हेरेर बसिरहेको थियो, म त छिटो भागेर आएको भाइ। त्यो अघिको यतापट्टि त्यो के भन्छ त्यो दुईटा विदेशी टुरिस्टहरू बोलिरहनु भएको रहेछ नि, माई फ्लाइट इज टुमोरो मर्निङ रे। अनि त्यो पनि साउन्ड कस्तो रहेछ भने माई फ्लाइट इज टुमोरो मर्निङ। अब साउन्ड जस्तो सुकै भयो नि मेरो पनि अब पालो आउला नि होइन। माई फ्लाइट इज आफ्टर 10 year। अब कहिले हो आफ्नो देश जतिसुकै राम्रो प्यारो भए पनि तर विदेशहरू पनि फरेन कन्ट्रीहरू पनि घुम्न रहर लाग्छ कि, जसलाई पनि लाग्छ, मलाई मात्र होइन कि जसलाई पनि लाग्छ नि त। त्यही भएर बाटो हेर्दै हिँड्नुपर्छ, बोलेपछि बोले हुँदो रहेछ। त्यही भएर आज घुम्न चाहिँ पुग्यो। अब अरू ठाउँहरू पनि घुम्यो भने चाहिँ हजुरहरूलाई देखाउने छु। अनि मान्छेहरू यहाँ यसरी मजाले बसिरहनु भएको छ। यो पनि एउटा छुट्टै रमाइलोपन अनि पल हो। ए बाटो कति घुम्यो म त। अब जानुपर्छ, लाग्नुपर्छ गाइज। म पनि एक्लै बोलिरहँदाखेरि अलि अप्ठ्यारो हुँदो रहेछ। जस अर्ग्यानिक कुराहरू नि पाउने यतातिर सबै कुरा, तर महँगो चाहिँ अति एक्सपेन्सिभ चाहिँ लास्टै हुन्छ क्या यतातिर। बौद्ध भयो, भक्तपुरमा चाहिँ बरु एकदम सजिलो सस्तो हो क्या। यता बौद्धमा चाहिँ एकदम एक्सपेन्सिभ हुन्छ अनि त्यही भएर मलाई त मन लाग्दैन कि। त्यही पनि के गर्नु, किन्नै पर्छ, बाध्यता छ। अब जाडोमा के किन्यो भने याद आउँछ, घर गएपछि मात्र सम्झिन्छ है। बाटोमा चाहिँ बिर्सिहाल्छु के किन्नु पर्ने हो। अब जानुपर्छ गाइज। म त निस्किसकेँ।